नमस्कार सबैजनामा। के तपाईँलाई थाहा छ तपाईँले ब्याङ्कमा राखेको पैसा तपाईँले सोचेभन्दा बढी सुरक्षित छ भनेर? नर्मली मान्छेहरूले चाहिँ डिपोजिट इन्स्योरेन्स र ब्याङ्क डिपोजिटर चाहिँ फर्स्ट प्रायोरिटी हो भन्ने मात्रै थाहा हुन्छ। त्यसको अलावा चाहिँ एडिसनल्ली चाहिँ ब्याङ्कहरू चाहिँ यस्तो तरिकाले रेगुलेट भएको हुन्छन् राष्ट्र ब्याङ्कबाट, त्यो ब्याङ्कहरूले फलो गर्दै जाँदा ब्याङ्कहरू बलियो हुन्छ। ब्याङ्कहरू बलियो हुनु भनेको तपाईँको डिपोजिट सुरक्षित हुनु हो। पहिलो नम्बरमा रहेको छ क्यापिटल एडिक्वेसी रिक्वायरमेन्ट। राष्ट्र ब्याङ्कले चाहिँ ब्याङ्कहरूलाई अन्तर्राष्ट्रिय स्तरको क्यापिटल एडिक्वेसी फ्रेमवर्क इम्प्लिमेन्ट गरेको छ। यो फलो गर्दै जाँदा चाहिँ ब्याङ्कहरूको क्यापिटल बेस राम्रो हुन्छ र ब्याङ्कको क्यापिटल बेस राम्रो हुनु भनेको ब्याङ्कहरू बलियो हुनु हो। दोस्रो नम्बरमा रहेको छ पर्पर लिक्विडिटी म्यानेजमेन्ट। जति ब्याङ्कहरूले डिपोजिट उठाएको हुन्छ त्यो सबै लोनको रूपमा लगानी गर्न पाउँदैन। बढीमा चाहिँ 90% चाहिँ सिडी रेसियो मेन्टेन गरेको हुनुपर्छ। कम्तीमा पनि 20% चाहिँ लिक्विड एसेटमा लगानी गरेको हुनुपर्छ। त्यो कारणले गर्दा लिक्विडिटी म्यानेज हुन्छ र ब्याङ्कप्रतिको विश्वास पनि मेन्टेन भइरहेको हुन्छ। त्यसै गरी तेस्रो नम्बरमा रहेको छ पर्पर रिस्क म्यानेजमेन्ट। ब्याङ्कहरूले चाहिँ रिस्क म्यानेजमेन्टलाई चाहिँ एकदम राम्रो फलो गरेका हुन्छन्। राष्ट्र ब्याङ्कले पनि यसमा राम्रै रेगुलेसन गरेको हुन्छ। जस्तै इक्जाम्पलको लागि क्रेडिट रिस्क हुन्छ होइन, लोन दिएपछि पैसा डुब्ने सम्भावना। यदि पैसा डुब्यो भने नडुब्न दिन के गर्ने र यदि इनकेस डुब्यो भने चाहिँ के गर्ने भन्ने कुरा चाहिँ त्यहाँ पर्पर प्लानिङ हुन्छ। जस्तै प्रोभिजनिङको व्यवस्था छ। लोन डुब्यो भने चाहिँ प्रोभिजन गर्नुपर्ने होइन, लोन डुब्यो भने प्रफिटबाट छुट्याएर लोनलाई चाहिँ ब्याकअप राख्नुपर्ने के, त्यो भएर तपाईँको ब्याङ्कहरू चाहिँ बलियो छन्। चौथो कारण रहेको छ सरकारको चाहिँ रेमिटेन्स भित्राउनको लागि चाहिँ फर्मल च्यानल प्रयोग गरोस् भनेर सरकारको एउटा 1% हायर दिएको छ। एउटा सोर्स अफ डिपोजिट पनि राम्रो छ ब्याङ्कहरूको। त्यो कारणले गर्दा एउटा डिपोजिट बेस राम्रो हुनु भनेको पनि ब्याङ्कहरू स्ट्रङ हुनु नै हो। फाइनली पाँचौँ नम्बर रहेको छ नेपालको ब्याङ्करले चाहिँ राष्ट्र ब्याङ्कले स्पेकुलेटिभ लगानीहरू गर्न एकदम रेस्ट्रिक्ट गरेको छ। जस्तै डेरिभेटिभ प्रडक्टहरूमा लगानी गर्नलाई चाहिँ हेजिङको पर्पसलाई दिन्छ होइन, र एकदम हेजिङ यस्तो डेरिभेटिभ प्रडक्टहरूमा चाहिँ फ्रिली लगानी गर्न चाहिँ छुट दिएको छैन। त्यो कारणले गर्दा तपाईँको ब्याङ्क चाहिँ सुरक्षित छ है। राष्ट्र ब्याङ्कको यो रेगुलेसन एकदम टाइट रेगुलेसनको कारणले गर्दा नेपालको ब्याङ्कहरू चाहिँ धेरै सुरक्षित छन्। यदि तपाईँलाई यो जानकारी चाहिँ राम्रो लाग्यो भने धेरैजनासँग सेयर गर्नुहोला र यस्तै जानकारीको लागि चाहिँ फलो पनि गर्दै जानु होला। र तपाईँलाई यो कस्तो लाग्यो यो कुरा होइन, तपाईँले प्रतिक्रिया दिनको लागि चाहिँ कमेन्ट पनि गर्नुहोला। हस् त, धन्यवाद।